नमस्ते वेलकम ब्याक टु माई अनदर ब्लग। अनि म चाहिँ सन्चै छु। आई होप तपाईँहरू पनि सबैजना सन्चै हुनुहुन्छ होला होइन। अहिले चाहिँ बेलुकाको कति बज्यो भनेदेखि 8:30 भएको छ। अनि म चाहिँ यहाँ आज त्यो मामाको गाडी मामाले अघि भाउजू यता आउनु भएको थियो रामदाईसँग। अनि भाउजूले गाडी लगेर जानुभएको थिएछ। अनि त्यो गाडी चाहिँ पुऱ्याइदिन आएको। अनि गाडी पनि पुऱ्याइदिएँ। अनि हुन्छ नि त्यो खै त्यो हलाल फुड पनि खाएको क्या। आज मैले चाहिँ खाएको थिइनँ त्यो इन्डियन फुड ट्राई पनि गरेँ मैले। अनि आज आएर टक्कसँगले जम्मा $12 थियो चिकन प्ल्याटर। त्यसमा चाहिँ सबैजना सबै मिक्स आउँदो रहेछ क्या, चिकन अनि त्यो हुन्छ नि सलादहरू सबै। अनि $12 इनफ हुँदो रहेछ। खाइ नसकेर मैले बल्ल खाइसकेँ। अनि म चाहिँ हिँडेँ अब। वाउ यता चाहिँ यस्तो छ क्या, यहाँ चाहिँ कस्तो दाम। यता म गएको छु एक्चुअली होइन। यो चाहिँ मेन रोड हो। अब यहाँबाट म हिँड्दै जान्छु। हिँड्दै जाँदा कति मिनट लाग्दो रहेछ, लाग्छ होला आधी घन्टा त लाग्छ मलाई। अफकोर्स मलाई थाहा छ त्यति चाहिँ। दामी दुबो छ पानी आएर चाहिँ। अनि यहाँ चाहिँ यस्तो साइकल हुन्छ कि यो साइकल चाहिँ कस्तो हो भनेदेखि तपाईँले एप्स हुन्छ, यो एप्समा क्युआर छ नि यहाँबाट त्यो क्युआरमा चाहिँ टक्कसँगले क्युआर लगाएर चाहिँ यसलाई अनलक गरेर पैसा तिरेर टक्कसँगले कुदाउनु सक्नुहुन्छ। र सुरुमा मलाई पनि थाहा थिएन। सुरुमा चाहिँ यस्तो यो साइकल पनि हुन्छ नि, त्यो अर्को खालको पनि हुन्छ, त्यो स्कुटीवाला पनि हुन्छ। कुदाउनुको लागि चाहिँ टक्क अनि स्क्यान गर्यो अनि पैसा तिर्यो अनि कुदा। कति घन्टाको लागि कुदाउने हो 1 घन्टा 2 घन्टा 1 घन्टा हुन्छ होला धेरै, मलाई पनि थाहा छैन। मलाई पनि राम्रोसँग चाहिँ थाहा छैन, तर हुन्छ 1 घन्टा हुन्छ कति हुन्छ। अनि त्यो टाइम अफ भइसकेपछि त्यो फेरि आफै बन्द हुन्छ। त्यो कुद्दैन है, कुद्दैन त्यस्तो हुन्छ। वाउ यहाँ चाहिँ यस्तो रहेछ पोखरी। वा यस्तो रहेछ होइन। अबे के हो अबे पानीको जम्ना छ त। एकान्तमा किन तिम्रो नि याद आउँछ। यस्तो गाडी त कति आउँछ मान्छेले होइन। वाउ यो बाटोमा गाडी त कति कुच्छ कुइ गर्दै आउँछ होइन। गाडी कुदै गर्छु, गाडी कुदै गर्छ होइन। अनि यही बाटोमा एक दिन मेरो पनि गाडी हुन्छ होइन। अहिले छैन होला, केही छैन, तर बात में हो जाएगा। अभी नहीं है तो कुछ क्या हुआ, बात में हो जाएगा। इसके लिए मेरे को टेंशन नहीं है। मेरे ज़िंदगी में कभी नहीं सोचा था मैं भी गाड़ी कुदाऊँगा ऐसा रोड में। बट आई फुल्ली होप है ना, मेरे को पूरा विश्वास है मेरा पास भी एक दिन गाड़ी होगा, कार होगा। मैं भी कार कुदाऊँगा बाटो में, रास्ते में होइन। घर जाने बाटो त निकै टाढो पो छ कि भन। खोइ त भन आज पनि भयो जस्तो छैन र भन। यहाँ चाहिँ घाम लागेको बेला चाहिँ बस्नु आनन्द हुन्छ होला। यहाँ चाहिँ टक्क रुखहरू रहेछ माथि तल हरियो छ दुबो होइन। खानु बित्तिकै हिँडेको आयो, पेट पो दुख्छ के हो। खानु बित्तिकै हिँडेको म चाहिँ, त्यही भएर कस्तो उकुस मुकुस हुँदैछ, पेट दुख्ला जस्तो फिल हुँदैछ हौ। हिँड्दै आएँ आउँला भनेर आएको। अघि गाडीमा आउँदा त एकैछिन आइपुगेको थिएँ त म न। अहिले त म कति धेरै टाढो जति हिँडे पनि त्यहीँ छु जस्तो हुन्छ, त्यहीँ छु जस्तो हुन्छ। वाइ म्यान वाइ क्यों नमिलेको होला क्या यसो लेभल। त्यसको 4 खुट्टा गाडीको, मेरो 2 खुट्टा, त्यही भएर होला होइन। गाडीमा त 5 मिनटमा सुई आइपुगेको थियो त। कस्तो दामी चोरी छ कि यहाँ। यस्तो चोरी म चाहिँ फेरि यस्तो चोरीहरू देखेँ भने चाहिँ मलाई चाहिँ फुटबल खेल्नु मनपर्छ क्या। अब फुटबलको बच्चैदेखि सोखी हो नि त। फुटबल भनेको आमा ज्यान जान्थ्यो। बच्चा हुँदा पनि टिफिनमा छोरी फुटबल खेल्नु गइन्थ्यो क्या। फुटबल कति बजे होइन, टिफिन पछाडि छ नि 2 बजे पछाडि छ भने टिफिन स्कुल गइन्थ्यो। 9-10 बजे छ भने कहिलेकाहीँ 9-10 बजेको नि गेम हुन्छ नि त बिहानको पनि, स्कुलै गइन्थ्यो त्यो। स्कुलै नआएर फुटबल गइन्थ्यो। फुटबल भने यस्तो बच्चैदेखि
स्याउ 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 खुट्टा चिलाउँछ अहिले नि फुटबल देख्यो भनेदेखि फुटबल देख्नु हुँदैन एकखेप त हान्नु पाएँ जस्तो फिल हुन्छ त्यो बच्चैदेखि लत लागेर हो यस्तो हुन्छ यो चाहिँ सुई मान्छे हिँड्ने बाटो होइन यो चाहिँ हाम्रो रास्ता है होगा नि ये चाहिँ ये हमारा लिए है ये गाडी के लिए नहीं है हमारा लिए है अनि यस्तो भए चाहिँ कस्तो राम्रो हुन्थ्यो कि नेपालमा पनि सबै बाटोतिर हुन्छ नि मेन बाटो त्यो गाडीहरू कुद्ने भइगयो होइन मान्छे हिँड्नुको लागि चाहिँ यस्तो बाटोहरू हरेक ठाउँमा हुनुपर्ने क्या एक्सिडेन्टहरू अलिक कम हुन्छ नेपालमा त धेरै अब नेपालमा त यहाँभन्दा यहाँ त बरु मान्छेहरू खासै हिँड्दैन नि त सबै गाडीको गाडी हुन्छ नि त कोही हिँड्छ नि त यहाँ त नेपालमा त म्याक्सिमम् मान्छेहरू त हिँड्छ नि त अनि हिँड्ने हुनाले गर्दा चाहिँ हिँड्ने बाटो पनि बनाइदिनु पर्ने क्या यस्तै सबै ठाउँमा क्या काठमाडौँतिर यताउति ठुल्ठुलो अब सहरतिर सिटीतिर त छँदैछ होइन पनि सबैमा छैन बाइक यता चाहिँ बाइकहरू चाहिँ कति धेरै मान्छेले कमै कुदाउँछ क्या किनभने मेन त बाइक पनि अलिक महँगै पर्छ त्यही भएर नि होला अनि अर्को कुरा के हुन्छ नि अब यताको मौसम कुन बेला चेन्ज हुन्छ कुन बेला के हुन्छ घाम लाग्छ कुन बेला पानी आउँछ गाडी भयो भने त जस्तै पनि अब घाम पानी त सेभ गर्यो नि त त्यही भएर मान्छेहरूले चाहिँ बाइक चाहिँ सोखको लागि कुदाउँछ जस्तो लाग्छ मलाई चाहिँ हुन्छ नि कतिलाई रहर हुन्छ नि त गाडीको बाइकको कतिलाई गाडीको रहर हुन्छ कतिलाई बाइकको रहर हुन्छ जसलाई बाइकको रहर हुन्छ उनीहरू चाहिँ बाइक किनेर आनन्दले कुदाउँछ अनि मलाई चाहिँ के लाग्छ भनेदेखि मलाई पनि त्यही लाग्छ है आफ्नो इच्छा चाहिँ पुरा गर्नुपर्छ जिन्दगीमा जब एकचोटि जन्मेर मर्ने हो होइन फेरि यस्तो जन्म हुन्छ हुँदैन थाहा छैन हुन्छ भन्छ पुनर्जन्म त थाहा छैन आजसम्म कोही पनि आएको चाहिँ छैन होला होइन अनि थाहा नभएपछि अनि हुन्छ भन्नु पनि अलिकति हुँदैन क्या आजसम्म कोही पनि आएको छैन नि त त्यो मान्छे हुन्छ नि म चाहिँ मरेर म चाहिँ फेरि जन्मेर आएकै भन्ने कोही छ त छैन नि एकचोटिको जिन्दगी हो त्यही भएर जे रहर लाग्छ सबै पुरा गर्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ अनि मलाई यहाँको एउटा खासियत चाहिँ कस्तो के कुरा यो बाटो यो चाहिँ कस्तो मनपर्छ भनेदेखि हुन्छ नि बाटो हुन्छ यसरी टक्क मान्छे हिँड्ने बाटो हुन्छ अनि यो झारहरू पनि हुन्छ क्या यस्तोमा यो झार छैन यहाँ रोपेर हुन्छ कि कसरी हुन्छ कि यहाँ झार बनाउँछ हरियो बनाउँछ बेला पानीहरू छम्किन आउँछ छास पानीहरू छम्किन आउँछ कहाँ पानी मात्र छम्किन आउँछ त मल पनि लाउनु आउँछ मलहरू पनि लाउँछ यहाँ छ्यास मलहरू पुरै गाडी यो बाटो हुन्छ नि यो बाटो चाहिँ गाडी हिँड्छ सानो गाडी अनि मलहरू लाउँदै हिँड्छ नि झारहरू कस्तो दामी हुन्छ कि अब मल जल भएपछि त झार पनि राम्रो भइहाल्यो होइन मेन अब झारलाई चाहिने भनेकै मल जल हो मल जल भएपछि त त्यसै पनि राम्रो हुन्छ होइन अनि बवाल हुन्छ यता चाहिँ जताततै हरियो हुन्छ जताततै हरियो हुन्छ यता चाहिँ यस्तोहरू छैन भने पनि बनाउँछ क्या छैन भने पनि बनाउँछ रातो माटो होस् कालो माटो होस् मतलब भएन तर झार चाहिँ बनाएर छाड्छ त्यहाँ कहाँबाट हुन्छ ल्याएर रोपेर हुन्छ कि कसरी हुन्छ झार बनाएरै छाड्छ जता हेऱ्यो नि हरिदिन्छ नि आनन्द हुन्छ अनि क्या अनि म चाहिँ होइन बाटोतिर हिँड्दा हुन्छ नि अनि यस्तो झारहरू देख्छु क्या कति लामो हुन्छ झारहरू चाहिँ लामो हुन्छ नि मलाई चाहिँ घरको याद आउँछ क्या पहिला हामी गोठाला जान्थ्यौँ नि अनि गोठाला जाँदा चाहिँ कस्तो हुन्छ नि अब गोरुहरूको भुँडी अलिक अगाएको हुँदैन नि त हो त्यतिखेर चाहिँ घाँसहरू कताबाट हुन्छ खोजेर ल्याएर दिइन्थ्यो क्या अनि मलाई के लाग्छ नि यहाँ चाहिँ गोरु भएको है यहाँ म घुमाइ चराउँथेँ जस्तो फिल हुन्छ क्या झारहरू यस्तो राम्रो हुन्छ नि हेर्दै लोभ लाग्छ कि गाईबस्तु भइदियो त म जस्तो फिल हुन्छ होइन जस यता बनाएको हुन्छ राम्रै बनाएको हुन्छ वा फेरि के हो यहाँ चाहिँ पुरै ब्लक गरेको छ मलाई चाहिँ कस्तो गाह्रो जस्तो फिल भइसक्यो क्या अघि आउँदाखेरि यसो सोचेको थिएँ गाडीको पछाडि त्यो मेरो स्कुटी राखेर ल्याउँ कि भरे फर्किँदा सजिलो हुन्छ भनेर सोचेको थिएँ फेरि म म हिँड्दै आउँछु भनेर मेरो सोच थियो त्यही भएर म चाहिँ हिँड्दै आएको होइन अनि अहिले चाहिँ फिल हुँदैछ गाह्रो जस्तो भएको छ अनि लेकमा हुन्थेछ जस्तो फिल हुँदैछ दौडिने जान्छु एकछिन अब त धेरै छैन आधी त भइसक्यो होला म चाहिँ थाकिसकेँ
कहाँ थाक्नु छोरा मान्छे हो यङ म्यान कसरी थाक्छ आया जताततै बाटो हुन्छ कहाँ जाने बाटो यो त जङ्गलै जङ्गल छ जहाँसुकै जाने चाहिँ बाटो हुन्छ यहाँ पिच हेर्नु पिच हो माई गड यस्तो भयो पो पिच पनि हतपत भत्किँदैन त यसो बिग्रिँदैन त नेपालमा त कस्तो हुन्छ पिच बनाउँदै गऱ्यो यसो गाडी कुदाउँछ कुन बेला भत्किन्छ थाहा छैन त्यो पिच बनाएको महिना पुग्ने हो कि वर्ष पुग्ने हो कि थाहा छैन कहिले भत्किन्छ बनाइस् अन्त बनाएँ भन्ने खालको चाहिँ बनाइन्छ होइन अनि ठेकेदारहरूले गम बनाइन्छ अनि सक्यो बनाइस् भन्दा बनाएको थिएँ भन्ने हुन्छ के भन्ने अब होइन अलिकति म चाहिँ के भन्छु नि यसो बनाएपछि राम्रो बनाउनु पऱ्यो कि सार्वजनिक ठाउँहरूलाई चाहिँ होइन त्यो पैसा खाने मात्र होइन यसो बनाइसकेपछि राम्रो होस् के भोलिको दिनमा हतपत नभत्कियोस् न होइन कसले बनाएको थियो भन्दा फलानाले बनाएको यो चाहिँ फलाना ठेकदारै भनेर हुन्छ नि त्यस्तो हुन्छ नि हो त्यस्तो होस् जस्तो लाग्छ क्या मलाई चाहिँ पैसाभन्दा ठुलो कुरो चाहिँ इज्जत हो क्या जब पैसा त कमाइहालिन्छ नि होइन तर एकचोटि गुमेको इज्जत चाहिँ फिर्ता ल्याउनु सकिन्छ जस्तो मलाई लाग्दैन किनभने अब कसले बनाएको थियो फलाना ठेकदारले बनाएको थियो ठुक्कै के बनाएको भनिदिनुहोस् न कसले बनाएको थियो फलाना ठेकदार हो भनिदिनुहोस् न अनि भोलिको दिनमा उसले अरू ठाउँमा पनि काम पाउँछ क्या उहाँहरूले त खतरा बनाउनुहुन्छ भनेर हुन्छ नि एक कान दुई कान हुँदै उसले बनाएको भने नि भोलिदेखि उसले कामै पाउँदैन एकचोटि सुहा त पारेको हुन्छ नि अर्कोचोटि कहाँदेखि पाउँछ त हौ अनि आश पनि त गर्नु भएन नि त्यो सुहा पारिसकेपछि त होइन यहाँ त पुरै अन्धकार छ यहाँ त पुरै जङ्गल छ होइन पुरै यहाँ त बत्ती पनि छैन रहेछ खोइ त हो भन कति अँधेरो भन ओ माई गड यताको जङ्गल चाहिँ खतरा हुन्छ क्या मलाई खतरा लाग्छ यताको जङ्गल चाहिँ अनि जङ्गलको बिचमा घर हुन्छ त्यो झन् खतरा लाग्छ क्या मलाई चाहिँ होइन मलाई देख्नु भएको छैन होला केही छैन मेरो बोली त सुन्दै हुनुहुन्छ होला नि त होइन अनि खतरा लाग्छ क्या त्यो जङ्गलको बिचमा घर हुन्छ घर पनि पुरानो पुरानो हुन्छ क्या त्यसमा पनि मान्छे बस्छ क्या अन्त भुत फिल्महरू हुन्छ नि म्याक्सिमम् भुत फिल्म चाहिँ यता बनाउँदा चाहिँ बवाल हुन्छ जस्तो लाग्छ मलाई हेर्दा डर लाग्दो हुन्छ भुत फिल्ममा डर लाग्दो सिन त चाहिने होइन चलिहाल्छ नि फिल्म जस्तो लाग्छ क्या गऱ्यो भने यस्तो सिनमा अनि डराइहाल्छ नि जो पनि गऱ्यो आया म त पसिना पाउनु लाग्दो गाइस के हो गाइस मलाई त होइन यस्तो युवा भएर पनि पसिना आउने हिँड्ने खासै बानी छैन नि त त्यही भएर बत्ती आइपुग्यो बत्ती आयो बत्ती आयो बत्ती आयो बत्ती आयो बत्ती आयो अब चाहिँ मैले यहाँ चाहिँ बाटो क्रस गर्नुपर्ने हुन्छ क्या होइन अनि बाटो क्रस गर्न चाहिँ के गर्नुपर्छ भनेदेखि यहाँ त थिच्ने हुन्छ होइन पुस गर्ने हुन्छ पुस गऱ्यो अनि यो सिग्नल हो सेतो हुन्छ नि यहाँ पर यहाँ हो यहाँ सेतो सिग्नल भएर चाहिँ हिँड्नुपर्ने हुन्छ होइन त्यसै हिँड्नु पाइँदैन रङ हुन्छ आफू अनि पर्खिनु पर्ने हुन्छ त्यहाँदेखि म बाटो उतापट्टि क्रस गर्छु त्यसपछि फेरि उता जान्छु होइन के हो भन सेतो हुँदैन त हौ स्टप स्टप मात्र भन्छ त गाडी आएको छैन म चाहिँ कुद्नु पर्यो गाडी आएको छैन यताबाट लाग्छ यताबाट लाग्छ छैन म चाहिँ आइपुगेँ मैले नियम तोडिदिएँ फेरि अब यता जानुपर्ने हुन्छ म चाहिँ हिँड्ने मान्छेलाई त केही हुँदैन गाडी भएर चाहिँ गाडीसँग चाहिँ नियम तोड्नु हुँदैन हिँड्ने मान्छेलाई त केही हुँदैन मलाई ढिलो पनि भइसकेको छ त्यसको लागि है सरी है अब चाहिँ म घर आइपुग्नु लाग्यो होइन रात पो पऱ्यो त्यो म 7:30 बजेतिर गएको होला अहिले कति बज्यो अरू त 7-8 बजेछ होइन 9 बजेछ दाछी म धेरै बेर बसेछु नि त उहाँ गएँ अनि टक्कसँगले खाना यसो फुडहरू पनि खाएँ त्यही भएर अलिकति टाइम चाहिँ लाग्यो होइन मलाई होइन अनि म चाहिँ फर्केँ अब चाहिँ यस्तो जानुपर्ने जस्तो यहाँ त जानुपर्ने हुन्छ म चाहिँ फर्केँ ल हजुरहरू सबैजनालाई धेरै धेरै धन्यवाद मेरो भिडियो हेरिदिनु भएकोमा अनि भिडियो मात्रै हेरेर चाहिँ हुँदैन है लाइक कमेन्ट सेयर गरिदिनु होला नबिर्सिकन सब्सक्राइब पनि गरिदिनु होला आफ्नै भाइ भतिजा नाति सोल्टी जेसुकै सम्झेर होस् अनि होइन सेयर पनि सब्सक्राइब पनि गरिदिनु होला आज चाहिँ मेरो छुट्टी पनि थियो छुट्टी पनि सक्यो
मेरो छुट्टी सक्यो होइन छुट्टी अनि सक्यो भोलिदेखि त काममा जानुपर्छ कति छिटो सकिन्छ छुट्टी त केही नगरी सकिन्छ छुट्टी एकैछिनमा ल हजुरहरू धेरै धेरै धन्यवाद हजुरहरूलाई भिडियो हेरिदिनु भएकोमा ल फेरि भेट्नुपर्छ अर्को भिडियोमा ओके गाइज सबैलाई अनि मलाई माया सपोर्ट प्लिज 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 सब्सक्राइब चाहिँ नबिर्सिकन गरिदिनु होला ल अनि त्यही भन्न चाहेँ होइन धेरै कुरा त बोल्नु आउँदैन मलाई पनि होइन धेरै कुरा बोल्नु आउँदैन जान्दिनँ पनि कति कुराहरूमा मैले गल्ती बोलेँ होला त्यसको लागि माफ गरिदिनु होला होइन भिडियो हेर्दा यसो रमाइलो भएर हेरिदिनु होला भिडियो नराम्रो भए पनि म चाहिँ अब काम घर आइपुगेँ आज चाहिँ छुट्टी थियो छुट्टी पनि सक्यो अब गएर सुत्छु म चाहिँ आनन्दले भोलि काम जानुपर्ने हुन्छ ल बाई बाई